ल है ल साथीहरू ल यी ताप्लेजुङको एकदमै बलियो खसी हेर्नु त यहाँ मासु पनि रातो रातो मजाको मासुहरू ल बाग्लाको खसीको मासु चाहियो भने ल है ल हाम्रो यहाँनेरि टिकाथली ललितपुरमा आउनु होला है। यहाँ चाहिँ अब हाम्रो यहाँ पुरै भाग लागेर यहाँ बबाल छ मासु अब भरे सिटी लाएर दामी बनाएर खानुपर्छ। यहाँ चाहिँ पुरै सल्लाह कता कता भाग लाग्ने भन्ने सल्लाह राम्रो हेर राम्रो राम्रो चाहियो भने हाम्रो यहाँनिर हाम्रो खसी यो पकाडेर यो भन्नु ल हिमाई घुमाई ताप्लेजुङ कञ्चनजङ्घाको फेरीबाट एकदम अर्ग्यानिक खसी लिएर आएको अनि भटाभट सबैले किनेर खाइदिनुहुन्न भन्ने अनुरोध गर्दछु। यो खसी पालेको लगभग 15 महिना जति। 15 महिनामा त्यही 24-25 केजीको छ होला। यो त एकदम चाहिँ दाना दिनुपर्छ घरमा चाहिँ अनि हल्का घाँस दाना दिएपछि अब घाँस बाहिरको घाँसहरू राम्रो राम्रो चरणमा पनि चराउनु पर्छ बेला बेला। त्यसले गर्दा अर्ग्यानिक घाँसहरू खाएर चाहिँ एकदम दबाई पानी आफै पुष्ट हुन्छ। त्यस पछाडि दाना दिएपछि घर त्यो लोकल खसी मासु पनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ एकदम राम्रो मासु छ। यहाँ सबै भाग लागिसकेको छ। तपाईँहरूलाई पनि भाग लागेको मासु चाहिन्छ भने चाहिँ ल सम्पर्क गर्नु होला है। ल हुन्छ ल त थ्याङ्क यू। फटाफट यहाँ भाग लाग्दैछ है। ल हेलो एभ्रिवान है मैले चाहिँ भागको मासु लिएर आइसकेको छु अनि यहाँनिर चाहिँ भुटानलाई चाहिँ अब पानीमा अलिकति उमालेर यसको ब्याक्टेरियाहरू फाल्दैछौँ। अब यहाँ म बनाउँछु है त। त्यो हामीले भुटानलाई चाहिँ निकालेर है मासु हालेर चाहिँ मासुलाई चाहिँ हामीले ग्रेभी बनाइसकेको छौँ। दामी भएको छ भुटान चाहिँ यहाँनिर यसरी निकालेर राखिसकेको छौँ है त। हाई एभ्रिवान ल हाम्रो चाहिँ खसीको मासु यहाँ रेडी भइसकेको छ है। दामी दामी दामी